सदा शिव की जय। सम्पूर्ण वर्णन भगवानहरू की जय। सम्पूर्ण वर्णन भगवानहरूलाई कोटि कोटि हृदयदेखि धेरै धेरै धन्यवाद। आदरणीय डाक्टर मामा, आदरणीय डाक्टर माइजीलाई नमस्कार, हृदयदेखि धेरै धेरै धन्यवाद। सम्पूर्ण वर्णन साथीहरूलाई नमस्कार, धेरै धेरै धन्यवाद। हनुमानजीले दिनुभएको कविता शीर्षक बोक्सीलिङ्ग शरीर लेखेका शुभवर्मा ज्ञानी हनुमानजीलाई कोटि कोटि ढोक हृदयदेखि धेरै धेरै धन्यवाद। सदा शिव की जय। बोक्सी भन्ने जात वास्तवमा कुनै मानिस छैन, यो कुरा त सबजनाले नबुझी भएको छैन। सामाजिक शोषण भएको छ घर समाजमा अति, वास्तवमा बोक्सी के हो नबुझेर कति। अनगिन्ती प्रकारका लिङ्ग शरीर हुन्छन्, यी मध्येमा एक थरीले मानिसको रूप लिन्छन्। कहिले जन्मे थाहा छैन, कहिले निन मर्ने, मानिसमा प्रवेश गरी सधैँ राजा गर्ने। दुष्ट स्वभाव रिसदा यस्ता लिङ्ग शरीरहरूको, जय झगडा खल्ल बल्ल पार्छन् यिनले घरको। जसको दुख्छ मन अनि रिस उठ्छ खास, बोक्सी लिङ्ग शरीर गई बस्ने रहेछन् बास। कुरा गर्दै गाली गर्दै मन दुखाउने बानी, यिनै भित्र बास बसाउँछन् आफै जस्तै मानी। मानिसमा प्रवेश गरी घुमाइदिने मन, अर्काको शरीरलाई मान्ने आफ्नै तन। आफू जस्तै डुप्लिकेट लिङ्ग शरीर बोक्सी, मानिसमै भोग गर्ने पार्ने उल्टै दोषी। आफ्नो जस्तो रूप नाम गरी शरीरमा बस्ने, दुःख पीडा कोलाहलमा रहेछन् यिनले हाँस्ने। मानिससँग नजिकबाट सम्पर्क गरेका, गुलबिन भई खलबल पार्ने बानी नै परेका। बोक्सी लिङ्ग शरीरहरू बस्छन् सरी सरी, एक मानिसको शरीरबाट अर्कोमा खस गरी। अर्कोमा सरेपछि थाले प्रभाव पर्न, बिरामी धाउँछन् फुक्न उपचार गर्न। फुक्न हेराउन बसेका छन् धामी झाँक्री पनि, तेस्रो नेत्र खोलेको छ देख्न सक्छन् अनि। जसको शरीरबाट आयो उसकै नाम भन्दै, बोक्सी लिङ्ग शरीर बोल्छन् साक्षात्कार भन्दै। सत्य तथ्य थाहा छैन धामी झाँक्रीलाई नि, मानिसलाई नै दोषलाई दिन्छन् फलानी हो भनी। गरी बसाइलाई भन्छन् हेप्दै बोक्सी भनी, धनी बरासँग डराउँछन् चुपै लाग्छन् अनि। फलानी बोक्सी भनी हुन थाल्यो हल्ला, बोक्सी लिङ्ग शरीरले पार्यो खल्ल बल्ला। नबुझ्नाले बोक्सी भन्छन् उसको गल्ती छैन, आफै पीडित कसलाई भनु केही गरेकै होइन। अरूलाई के दोष दिन्छौ बोक्सी आफै भित्र, वर्म ज्ञान बुझ्न थाल देख्छौ आफ्नै चित्र। अन्तिममा अकाल मृत्यु पार्न सक्छन् यिनले, पितृ सम्झै खल्ल बल्ल पार्न लाउँछन् यिनले। रिसदा हैसा त्यागी बुझ गर्न ज्ञान,
बक्सिलिङ्ग शरीर चिन्ह लगाऊ यसमै ध्यान दिशदाइस तागी बुझ ब्रह्म ज्ञान बक्सिलिङ्ग शरीर चिन्ह लगाऊ यसमै ध्यान बक्सिलिङ्ग शरीर चिन्ह लगाऊ यसमै ध्यान बक्सिलिङ्ग शरीर चिन्ह लगाऊ यसमै ध्यान सदा शिव की जय सम्पूर्ण वर्णन भगवानलाई हृदयदेखि धेरै धेरै धन्यवाद हनुमानजीलाई हृदयदेखि धेरै धेरै धन्यवाद आदरणीय डाक्टर मामा आदरणीय डाक्टर माजीलाई हृदयदेखि धेरै धेरै धन्यवाद सुभाषिष धनुषिष र सम्पूर्ण वर्णन साथीहरूलाई पनि हृदयदेखि धेरै धेरै धन्यवाद सदा शिव की जय सदा शिव की जय